रुझाइरहनु नबर्सेर जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजर ओ जानु भनेको सुस्मिता आएको बेला अब बके भनेर काठ गएर काठ बोकेर काठ उठाउनु भएन नमिसँग हामी जानु भनेको अनि अब नि जानु न त नि अब टिभी पनि लिए जस्तो हुने ससुराले पनि भेटे जस्तो हुने माइसँग कोपासँग बोल्यो हिजो हो सोधेको न एलइडीलाई त्यो कति पर्छ अरे त्यो त अब त्यो पनि पर्छ त सस्तो पर्छ भन्छ त एक सस्तो पर्छ सस्तालको त अब के गर्नु त्यो आज लगेर जोडेर भोलि बिग्रिने खालको लगिदिने भए चाहिँ म पठाइदिइहाल्छु त्यो त हो तर एलइडी त अब के भयो त्यसमा पाउँछ भन्छ एलइडी भन्छ एलइडी त निकै प्रख्यात छ त्यतिखेर त्यो सस्तै कुराको प्रख्यात हुने हो कि रेडी महँगो कुराको प्रख्यात हुन्छ महँगो कुरा त मान्छेले थाहा पाएर आफै किनिहाल्छ नि ए सोधेको कतिसम्म पर्छ अरे किन्नुपर्छ तार लगहरू तारहरू खोइ त्यहाँ बुझ्नुपर्छ त्यति छ होला अलिअलि त त्यो डिसेम्बर तल त्यो जोड्ने त त्यो सेटमै हुनुपर्ने हो फेरि अस्मिता केपी ओली नेतृत्वको सरकार हुँदा ६३ सिटको कांग्रेसले अनपेक्षित रूपमै सरकार बनाउने अवसर प्राप्त गर्यो। त्यसैता कांग्रेस नेतृत्वमै वैशाख 20मा यिनी तहमा प्रमुख पद जितेको छ। जबकि सिजेर पठाएर के गर्नु कांग्रेसले 266 सिजेर पठाएर के गर्नु प्रमुख जितेको छ। तिमीलाई यादहरू पनि साँची राखा माया मेरो मटाढा भए कस्तो बन्यो त हौ घर यता यता हेरेर भन्नु एकचोटि कस्तो बन्यो त हौ घर बन्यो नि ठिक छ लु अवलोकन गर्नुहोस् जानुहोस् कतिको गाह्रो भएको छ अन्तिम दिनमा सोध्नै पाइन क्षणभरमै विशाल आकाश भयो तिमी शून्य भयो दिमाग मैले केही सोच्नै पाइन धन्यवादको महाकाव्य थियो मनमा होस सुधार गरेर बोल्नै पाइन भाग्यमानी तिमीलाई पाउने भगवान अभागी मैले समय रोक्नै पाइन मेरो आवाज अब के पुग्छ होला माथिसम्म मेरो माफी के यो हावाले लग्छ होला तिमीसम्म समयले समय नै दिएन बिदा गर्न पछुतो लाग्छ मलाई अहिलेसम्म थाहा छ स्वर्ग पनि खुसी छ हर कोही खुसी तिमीसँग
तिम्रै तिम्रै ज्यान घुम्छ फनफन झ्याप्पै ठोकी लहर छाप मायालाई सिल्भ लहर छाप मायालाई जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजर ओ म हेर्छु मेरो जुन तिम्रो नजर जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजर ओ म हेर्छु मेरो जुन तिम्रो नजर